हेलो गाइज, आज म तपाईँलाई टिकटकभित्र रिल अपलोड गर्ने तरिका सिकाउने गरिरहेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। तपाईँ सबैभन्दा सुरुमा प्रोफाइलमा आउनु होला। प्रोफाइलमा आइसकेपछि यहाँ बिचमा मिडलमा प्लस आइकन देखिरहेको छ। प्लस आइकनमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँले यस्तो खालको इन्टरफेस खोलेर आउँछ। त्यसपछि तपाईँ क्रिएटमा क्लिक गर्नु होला। यहाँ क्रिएट लेखेको छ। क्रिएटमा क्लिक गरिसकेपछि न्यू भिडियोमा क्लिक गर्नु होला। न्यू भिडियो लेखेकोमा क्लिक गर्नु होला। त्यसपछि तपाईँले यहाँ कुन भिडियो अपलोड गर्न चाहनुहुन्छ त्यो भिडियोलाई क्लिक गर्नु होला। त्यो क्लिक गरिसकेपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि तपाईँले यहाँ एड साउन्ड एड गर्न सक्नुहुन्छ। साउन्डमा क्लिक गर्नु होला। एड साउन्डमा क्लिक गरिसकेपछि तपाईँले अब कुन अडियो लगाउन चाहनुहुन्छ त्यसलाई क्लिक गर्नु होला। मैले यहाँ लगाइसकेको छु। अब त्यसपछि तपाईँले इफेक्ट पनि हाल्न सक्नुहुन्छ। भिडियो इफेक्ट हाल्न सक्नुहुन्छ। भिडियो इफेक्टमा मैले राइटमा क्लिक गरिसकेँ। अब राइटमा क्लिक गरिसकेपछि तपाईँले यो लभ स्पटलाइट यो इफेक्टलाई पुरै भिडियोमा लगाउन चाहनुहुन्छ भने यो पुरै यसरी तान्नुपर्छ। यो तानिसकेपछि तपाईँको लागिसकेको छ। अब एकपटक यहाँ साउन्ड पनि चेक गर्ने। साउन्ड तपाईँको साउन्ड आउँछ अनि अलिक साउन्ड इन्क्रिज गरिसक्ने। त्यसपछि माथि राइट एरोमा क्लिक गर्ने। राइट एरोमा क्लिक गरिसकेपछि डिस्क्रिप्सन भनेको छ। यो भिडियो अथवा रिलको बारेमा डिस्क्रिप्सन लेखिदिनु। यहाँ मैले डिस्क्रिप्सन लेखिसकेको छु। अब डिस्क्रिप्सन लेखिसकेपछि तपाईँले यो भिडियोलाई ड्राफ्टमा सेभ गरेर राख्न चाहनुहुन्छ भने अहिले पोस्ट गर्न चाहनुहुन्छ भने ड्राफ्टमा सेभ गरेर राख्न सक्नुहुन्छ। या त अहिले पोस्ट गर्न चाहनुहुन्छ भने यहाँ पोस्टमा क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईँको भिडियो पोस्ट हुन जान्छ। हम सिर्फ 100% यहाँ पोस्ट भिडियो पोस्ट भइसकेको छ। थ्याङ्क यू फर वाचिङ।